देखाइरहेको थियो थुप्रै मानिसको फेसहरूलाई उहाँले स्क्रिनद्वारा देखाउँदाखेरि चाहिँ पहिला चाहिँ के देखाएको थियो भन्दाखेरि चाहिँ एउटा नानी नाङ्गै भोकले लडिराखेको बेहोस भएर लडिराखेको अनि अर्को देखाएको थियो एउटा परिवार 4 जना परिवारहरू आमा बुबा छोरा छोरी चाहिँ उहाँहरू चाहिँ एकदम खुसी साथ एउटा पोज दिएर उहाँले फोटो खिचिराखेको कुरो थियो एउटा रिसरी एउटा उभिएको फोटो देखाएको थियो थुप्रै यस्तो देखाउँदाखेरि उनीहरूले हामीले एउटा क्वेसन गरे क्या यो सबै भन्दा चाहिँ तपाईँलाई कुन चाहिँ माथि एउटा चाहिँ के थियो भन्दा चाहिँ एउटा चाहिँ मान्छे मातेर एउटा बटुलहरूको बिचमा लडिराखेको अनि उसले के अरे एउटा चुरोट खाइराखेको थियो अनि यो सबै स्क्रिनहरूमा तपाईँलाई सबैभन्दा दया कसलाई लागेर आयो भनेर हामीले क्वेसन गरे क्या हामी सबैले के भन्यो भन्दा चाहिँ त्यो नानी जो फर्स्टमा देखाएको थियो जो भोकै नानी बिचरा लडिराखेको थियो बेहोसमा त्यो नानीलाई मात्रै भन्यो तर उहाँले यति मजाले भन्नुभयो क्या समस्या हरेककोमा छ हरेककोमा दुःख छ हरेककोमा उनीहरूमाथि अशान्तिको कुरोहरू छ किनभनेदेखिलाई तपाईँले पनि फोटो खिच्दै गर्दाखेरि तपाईँले पोज दिँदाखेरि तपाईँ हाँसेर पोज दिनुहुन्छ तर तपाईँको हृदयमा तपाईँको जीवनमा तपाईँको परिवारमा पनि समस्या छ अनि त्यस्तो समस्याहरू त कैयौँ हामीले चाहिँ त्यसकोलाई मात्रै दया देखाउँछौँ तर हरेक जो हेर्दा असल देखिन्छ बाहिरबाट जो शान्तिले देखिन्छ तर उनीहरूको भित्र पनि केही न केही है खटी छ कमी छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ प्रभु बिनाको जीवन है अनि त्यो कुरोहरू उहाँले देखाइराख्दाखेरि मलाई त्यो दया भन्ने कुरो चाहिँ एकदमै हाम्रो जीवनमा हुनुपर्ने रहेछ भन्ने कुरोहरू त्यो कुरोहरूबाट मैले सिकेको कुरो चाहिँ के थियो भन्दा चाहिँ यदि आज तपाईँ अनि मेरो हृदयमा परमेश्वरको पुत्र यीशु ख्रीष्टको जस्तो हृदय छैन भनेदेखिलाई चाहिँ हामी सुसमाचार सुनाउन सक्दैनौँ हामीलाई परवाह छैन नि त हामीले प्रभु पायो मेरो परिवारले पायो बास भइगयो अरू जतासुकै जाओस् तर यदि तपाईँ अनि मेरो हृदयमा अनि त्यहाँनिर भनेको छ नि है उहाँले त्यो भिडलाई देख्दा उहाँको हृदय दयाले भनेर अनि चेलापनको कुरोहरू चाहिँ परमेश्वरलाई पछ्याउने परमेश्वरको पुत्र यीशु ख्रीष्टलाई पछ्याउने हो उनीहरू अनुकरण गर्ने हो अनि तपाईँ हामी सबै चेला हो है उहाँको मैले अघि पनि भनिरहेको छु फेरि म यो रिन्यू गराउँछु हामी सबै उहाँका चेलाहरू हौ अनि हामी सबैलाई त्यो अधिकार दिएको छ है परमेश्वरले चेला बनाउने अधिकार नबाचेका आत्माहरूलाई आत्मा बचाउने त्यो अधिकार उहाँले हामीलाई दिनुभएको छ अनि त्यो कुरोहरूमा लागि पर्नका निम्ति चाहिँ यदि तपाईँ अनि मेरोमा त्यो हृदय छैन भनेदेखिलाई चाहिँ दयाको हृदय छैन भनेदेखिलाई चाहिँ कहिले पनि हामी सुसमाचार सुनाउन हामीलाई मन पनि लाग्दैन अनि त्यो टाइम वेस्ट गर्न हामीलाई मन पर्दैन तर यदि तपाईँमा येशूको हृदय छ भनेदेखिलाई चाहिँ तपाईँ सुसमाचार सुनाउन तपाईँ तत्पर हुनुहुन्छ के हटिराखेको संसारमा हटिरहेको संसारको काम काज संसारकै व्यस्तताहरूमा जिराख्दाखेरि आज हामीले प्रार्थना गरिसक्दा बाहिर हामी बातचित हुँदा पनि हाम्रो आमा दिदी बहिनीको आँखाबाट आँसु झर्किरहेको यो किन येशूको हृदय उनीहरूमा छ भनेदेखिलाई मात्रै त्यो हृदय बोल्दो रहेछ आमेन आमेन हेर्नुहोस् आज तपाईँ अनि प्रत्येक हामी चोर हुन खाँचो छ परमेश्वरको जस्तो हृदय माग्न खाँचो छ अब त्यो कुरोहरूको निम्ति तपाईँ अनि म प्रार्थना गर्नुहोस् जसरी येशूको हृदय थियो त्यस्तो हृदय तपाईँले मलाई पनि दिनुहोस् अनि त्यो यदि हामी माग्छौँ भनेदेखि हेर्नुहोस् न एक दिन परमेश्वरले तपाईँको हृदयलाई चुर पार्नुहुन्छ अनि एक दिन साँच्चै नै तपाईँको त्यो हृदयहरू दयाले भरेर आउँछ नि जब तपाईँको हृदय येशूको जस्तै दयाले यहाँनिर हामीले पढिराखेका थियौँ 9:36 यस्तै तपाईँको हृदय पनि एक दिन बोल्नुपर्छ जब चाहिँ नबाचेका आत्माहरू संसारमा लिप्न भइराख्दाखेरि संसारको कुरोहरूमा ढल्किराख्दाखेरि पनि त्यति बेला पनि तपाईँको हृदय बोलेको हुनुपर्छ त्यो हृदय तपाईँमा छ भने मात्र तपाईँले सुसमाचार सुनाउन सक्नुहुन्छ